कपिलवस्तु क्षेत्र नम्बर 3 36 उम्मेदवार दर्जनौं दल। कपिलवस्तु 3 बन्ला त रासपा निर्णायक। पुराना दिग्गजलाई नयाँ शक्तिको कडा चुनौती। राप्रपा छोडेर रासपा, काङ्ग्रेस छोडेर एमाले। कपिलवस्तु 3 मा दल अदल बदलको खेलले जनमत जनता प्रगतिशीलदेखि स्वतन्त्रसम्मको महासङ्ग्राम। साना दलले बिगार्लान् त ठुला दलको खेल। 1,18,404 मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर 3 मा 36 जना नेताहरू चुनावी मैदानमा छन्, जहाँ एमालेका वीरेन्द्र कुमार कनौडिया चुनावी मैदानमा उत्रिएका छन् भने नेपाली काङ्ग्रेसबाट अभिषेक प्रताप शाह छन्। यहाँ दुवै नेताहरू पटक पटक चुनावी मैदानमा उम्मिँदै आएका अनुहार हुन्। यस्तै यहाँ रासपाले प्रकाश रजौरियालाई यसपटक उम्मेदवार बनाएको छ। कपिलवस्तुमा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको क्षेत्र पनि निर्वाचन क्षेत्र नम्बर 3 नै हो। 2079 लाई एकपटक फर्केर हेर्दा प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका मङ्गल प्रसाद गुप्ताले चुनाव जितेका थिए। उनले काङ्ग्रेसका अभिषेक प्रताप शाहलाई पराजित गर्दै विजयी भएका थिए। गुप्ताले 22,619 मत प्राप्त गरेर विजयी बन्दा शाहले 18,983 मत ल्याएका थिए। एमाले र काङ्ग्रेस बाहेक यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हाल रासोपाले उम्मेदवार बनाएका प्रकाश रजौरियाले 14,030 मत ल्याएका थिए। अहिले उनी राप्रपा छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन्। यस क्षेत्रबाट गत निर्वाचनमा जनता प्रगतिशील पार्टीबाट ईश्वर दयाल मिश्र 12,557 मत ल्याउँदा जनमत पार्टीका नरसिंह चौधरीले पनि 2,245 मत ल्याएका थिए भने त्यति बेला रासोपाका उम्मेदवार बनेका दीपक बेलवासेले जम्मा 1,056 मत प्राप्त गरेका थिए। अर्कोतर्फ समानुपातिकतर्फ यस क्षेत्रबाट काङ्ग्रेसलाई राप्रपाको मतले जितेको देखिन्छ। प्रत्यक्षतर्फ एमाले पहिलो, काङ्ग्रेस दोस्रो र राप्रपा तेस्रो हुँदै गर्दा जनमत पार्टी, जनता प्रगतिशील पार्टी लगायतका अन्य दलहरूले पनि आफ्नो मत बलियो स्थानमा ल्याएका छन्। यो क्षेत्रको समानुपातिक उक्त मत परिणामलाई हेर्दा काङ्ग्रेसको भन्दा राप्रपाको मत बलियो देखिएका कारण पनि रासोपाबाट अहिले उम्मेदवार बनेका रजौरिया यहाँ वीरेन्द्र कनौडिया र अभिषेक प्रताप शाहमाथि भारी पर्ने सम्भावना उत्तिकै बलियो छ। अर्कोतर्फ यस क्षेत्रमा एमालेबाट टिकट पाएका वीरेन्द्र कनौडिया यसअघि नेपाली काङ्ग्रेसबाट राजनीति गर्दै लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए। पछि पनि सोही पार्टीबाट विभिन्न जिम्मेवारीमा रहँदा यसपटक निर्वाचनको मुखमा उनी एमालेमा प्रवेश गरेका छन्। लुम्बिनी प्रदेश सभाका पूर्व सांसद कनौडियालाई नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नम्बर 3 ले एकल सिफारिस गरेको थियो। तर कनौडियाले काङ्ग्रेसबाटै हातमा राखिराखेको टिकट छोडेर एमाले प्रवेश किन गरे, यो नै सोचनीय विषय छ। चिनी मिल सञ्चालक समेत रहेका कनौडियामाथि उखु किसानको पैसा नतिरेको आरोप पटक पटक लाग्ने विषय पनि बनिरहेको छ। कनौडिया 2079 को प्रदेश सभा सदस्य निर्वाचनमा पराजित पनि भएका थिए। यसै क्षेत्रबाट तत्कालीन माओवादी केन्द्र र नेकपा यस सहितका दलहरूबाट निर्मित नेपाली कम्युनिस्ट पार्टीबाट एहसान अहमद खाँ अहिले चुनावी मैदानमा छन् भने गत निर्वाचनमा लोकप्रिय मत हात पारेको राप्रपाबाट प्रेमशंकर शुक्ल पनि निर्वाचन लड्दैछन्। यसरी हेर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 3 मा नेताहरूको दल अदल बदलको गतिविधिले चुनावी माहौल पनि फरक पार्ने स्पष्ट देखाएको छ। साना दल र स्वतन्त्र उम्मेदवारको संख्या पनि सबैभन्दा बढी यही क्षेत्रमा रहेका कारण पनि कपिलवस्तु 3 को चुनावी अङ्कगणितमा पुरानालाई नयाँको चुनौती हुने पनि पक्का पक्की जस्तै छ।